नमस्ते फोटोग्राफर है देख्न सक्नुहुन्छ अब सानैबाट के एकदम चासो मलाई चाहिँ नेचर लभरहरू नयाँ एक्सपिरियन्स नयाँ थिङ्स पुरै हरियाली सरियाली है सबको चारैतिर चर्चा फोटोग्राफी यो हरेक नेचर लभर जेको पनि राम्रै सबै ओ भाइ के गरेको हजुर दाजु के गरेको मेरो भिडियो गर्न आउँछ एकदम प्रोफेसनल हो नि प्रोफेसनल मैले पत्याएन है मेरो बनाइदिनुहोस् त तपाईँको कस्तो खालको चाहियो तपाईँलाई चाहिँ पुरा सिनेमेटिक पुरा खतरा खालको आउँछ हुन्छ सक्छ नि हजुर कसम हेर्छु म अहिले भएन भने फेरि अनि चौरमा गयो खतरा बनाएछ भने फेरि म त तँलाई क्याब चाहिँ बुढाइदिन्छु ल हुन्छ नि हुन्छ यो फुल यो फुलमा ठ्याक्क फेरि ल यो फुलेको फुलसँग होइन खतरा उसका पुरा त हुन्छ नि अहिलेसम्म फिल्ममा बनाएको छैन क्या तँलाई मैले ट्रस्ट गरिसकेँ क्या भाइ बुझिस् नि अहिले तैँले यहाँ हान्थिस् नि उल्टी त्यहाँबाट म तेरो फ्यान टाइपको भयो क्या भाइ ल स्टार्ट गर्ने अब म के गर्नु तपाईँ चाहिँ होइन दाइ दाजु टक्रक्क यो फुल सरी है कस्तो बवाल देखेको छ तपाईँलाई यहाँ हो आज त बब्बा देख्नु छ तपाईँलाई होइन हो आज त भाइ के गर्नु खतरा मान्छे भेटाउनु भएछ तपाईँले होइन त्यस्तै लाग्यो क्या तपाईँ चाहिँ अब यो स्कुटर चाहिँ होइन परबाट रोक्नु पऱ्यो क्या यहाँ परबाट छैन परबाट आउनु पऱ्यो अनि टक्कै यहाँ फुलको बगैँचामा झलक्कै रोक्नु पऱ्यो क्या ल रोक्नु भयो भने त बबाल दिन्छ नि त हो कि ल हो त गर्नु पऱ्यो कुरै सुरुमा म तपाईँको सिनेमेटिक दिन्छु है त यो ल ओके छ त ल ओहो सक्स नाइकी दाइको नाइकी भाइले कडा हान्छ जस्तो लागिरहेछ मलाई यार यार छाइस भाइ छाइस तैँले त गर्छ कि क्या हो त मनको टुक्रा भइसक्यो आजदेखि भाइ मनमा छाइस यार त यार मनमा छाइस ओहो भाइ त छाइस भाइ छाइस मेरो मनमा छाइस यार आम्मा भाइ यार अब भयो होइन अब तपाईँ परबाट स्कुटर लिएर यहाँ हान्नु पुरै ल तपाईँ त ज्यान हाजिर छ तैँले के भन्छ साथी म त्यही मान्छु भाइ ल जानु त छाइस क्या भाइ छाइस छाइस मन अब तपाईँ यहीँबाट सरक्कै जानु पर्यो तपाईँ एकदम खतरा देखिन्छु म त ल भाइ गजबको मसँग हिँड्नु ल आइस भाइ यार गजबको रहेछ त यार खोइ हेरिदिउँ त भिडियो कस्तो गरिस् ल ल ल ल ल खोइ बस यहाँ बस 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 राम्ररी ल वाह भाइ तल छाइस यार आज देखा न छिटो देखा छाइस भाइ त छाइस ल देखा हेरौँ त यही हो सिनेमेटिक भाइ यसलाई भन्छ सिनेमेटिक एउटा कुकुरको मान्छ क्यामेरा लगाएर कुदा जस्तो बनाइदिएछ त के बनाएको यो अब त्यस्तो तारिफ भनेको त भाइ आम्मामा हावा के गरेको दाजु ठिक छ दादा यसलाई भन्छ यसलाई हजुर यत्रो टाइम मेरो लस भयो ठिक छ दादा यत्रो बस एकजना भित्र हाल्नुपर्छ क्या हो सबैले क्या एकदम बाटोमा हिँड्दाखेरि पनि कसैले यहाँ फोटो खिच्नु पऱ्यो भने त्यहाँ केमा बोलाउने मलाई त एकदम भ्याइ नभ्याइ क्या धेरै भयो कपल्सहरूको भिडियो नगरेको भने यो आकाशकै मात्रै कति गर्नु हो है कपल्स हे ब्रो व्हाट्स योर नेम माई नेम इज रोजन है माई नेम इज रोजन हाई सिस्टर माई नेम इज है रोजन म चाहिँ आज तिमीहरू दुईजनाको लकी डे हुन्छ किन सोच त आज चाहिँ तिमीहरूको म फोटोग्राफी लिन गइरहेको छु भिडियोग्राफी आर यु रेडी गाइज दुईजनाको आज म कपल्स भिडियो एकदम है क्युट
क्युट कपल्स लाग्यो मलाई चाहिँ तिम्रो दुईजना त्यो दुईजनाको म भिडियो निकालिन्छु है त फलो मी एकदम राम्रो हुनुहुन्छ म्याम ल यहीँ एकदम यहाँ पर्फेक्ट छ है यो पर्फेक्ट प्लेस ल यहाँ चाहिँ एकदम पहिले पनि यहाँ धेरै फिल्महरू सुटिङ पनि भइसकेको बुनु ल भाइ हजुर तिमी चाहिँ यहाँ बस यहाँ बस ल म एक दुईवटा सुरुमा फोटो लिन्छु है त दुईजनाको है त फोटोग्राफी भइसक्यो अब भिडियो गर्छु है त भिडियो तिमीहरूको स्टार्ट भयो टाइटेनिक हो है टाइटेनिक फेरि ऊपर कस्तो फोटो हो यो खोइ त हो कस्तो राम्रो लाग्यो तिमीलाई बुझ्नु उसलाई मन परेन यार राम्रो छ त नि हेर न मलाई राम्रो छ त्यसको त जगल त फुटाउनु पर्छ के ठुलो अवस्था धेरै तारिफ गर्नुहुन्छ अब बाटोमा हिँड्दा कि अब बोलाउने यताउति पारी मेरो त दिनकै दैनिकीमै छ हौ तारिफ के नेचरसँग पनि एकदम सम्बन्ध राम्रो के हुँदैछ यो अब यो त चिने त म त्यसलाई त अस्तिको भयो होइन के हो यो के हो यो मलाई राम्रो कसको लिस्ट त यही त हो नि यही अनुहार त हो नि दादा अस्ति यस्तो गर्नुहोस् कमेडी गर्दिनँ दादा अस्ति टाइम मेरो 1 करोडको नोक्सान भयो तर